साथीहरु नमस्ते। आज पनि हामी आइसकेको छौँ पानीपुरी च्यालेन्ज लिएर। पानीपुरी चाहिँ जम्मा कति 16-16 वटा छ। अनि अब यहाँ अब अलिक नदेखिने भएछ स्ट्यान्ड नभएको कारणले यहाँ छ अगाडि नि रहेको छ पानीपुरीको झोल। अनि साथमा यता देख्नुहुन्छ पानी। अनि त्यसपछि अब चाहिँ सुरु गर्छौँ। ए हानेलाई दिएको छ नि पिठोपुरी। अहिले नि फुपूकै अन्डरमा जाओस् भन्ने सोचिरहेको थिएँ, तर मेरो अन्डरमा आउँछ होला अहिले चाहिँ जान्छ। ल त साथीहरु अब चाहिँ हामी सुरु गर्छौँ। अब काम गर्ने 1 हातमा दिने एउटा 3 स्टार्ट। ओ माय गॉडनेस, यो त मलाई त गाह्रो छ। गाइसोको के छ रमिलो? अब चाहिँ मार है। भयो हाम्रो नसक्ने छ। कति बेला सकेर म नि छ मम्मी। अझै मदन बाबु मात्र सक्छ। झक्का परे। अब कसरी हाउ पोसिबल मरे नानी त मजा चिज यो उमा बाबा हो त्यहाँ पिरोले म राठी है। है साथीहरु, म चाहिँ सधैँ हार्न नै हो, अहिले नि हारेँ। अब हाम्रो पनिसमेन्ट चाहिँ कति पिठोमा दलेको भन्नुहुन्छ होला। खासै अरू पनिसमेन्ट अहिले छैन। अहिले पछि खोर्सानी ल्याउँछौँ, जे पनि हुनसक्छ है गाइडहरू। पिठै हो। अनि अब विनर चाहिँ मै भइसकेँ आज पनि। अब पिरोले चाहिँ भित्रभित्र मर्न आँटिसके। अब आज नि सम्पूर्णलाई नै हो। अब ल त पनिसमेन्टको लागि रेडी हुनुहुन्छ नि होइन? ल त लु भयो ओपन द ल लु अब चाहिँ कस्तो देखिनु भएको छ त? राम्रो देखिनु भएको छ। यसो गर्नु राम्रो देखिनु भएको छ नि। देखे त राम्रो मान्छे झन् सेतो लाग्दा के राम्रो नदेखिनु। हस् त ल अब यस्तै यस्तै रमाइलो भिडियोहरू लिएर हामी हजुरको सामु उपस्थित हुने नै छौँ। आज चाहिँ यति नै रहेको छ। अरू कुरो भन्दा नि पिरोले चिनी खाँदा नि निको भएको छैन।